दिउँसोलाई खाजा यो चाहिँ मलाई यस्तो बन्दा काँचो खुब मनपर्छ बन्दा आलु भयो यो म हरियो प्याज पनि काँचै खान्छु है अहिले खाजाको लागि आज सन्डे खाजालाई तयार गर्दै यता चाहिँ मेरो फेरि तयार हुँदैछ चिकन डायमन्ड म एकदम मनपर्छ चिकन डायमन्ड त्यसलाई के हुँदैछ यो तराई भएपछि यता ससेस रेडी हुँदैछ उसिन्दैछ अनि त्यसपछि सुकुटी पनि अनि त्यो पनि सुकुटी फ्राई गर्छ है फ्राई गर्छु ल चिकन डायमन्ड रेडी भएछ यता सुकुटी पनि रेडी भइसकेछ अब आज दिउँसोलाई खाजा रेडी अब ससेस पनि पायो ससेस पनि हेरौँ अब अलि बाँकी छ ससेस पनि एकछिनपछि पाकेपछि खाइन्छ ल मेरो त रेडी भयो अघि भने जस्तै यो चिकन डायमन्ड यो चिउरा यो सलाद यो चाहिँ बन्दाकोपी मलाई जहिले नै काँचै खान्छ हरियो प्याज पनि काँचै मजाले यो चाहिँ सुकुटी तयार भइरहेछ अब म खाना रेडी गर्छु है त गाइस अब म खाना रेडी मैले खाना सुरु है पहिला सुरु चाहिँ मेरो यहाँ चिकन डायमन्डबाट सुरु टक्क लगाएर बन्दा पखाने काँचो यो हरियो प्याज हुन्छ लगभग काँचो खालको फाइदा स्वास्थ्यको लागि एकदम राम्रो यसो बटाल्नु यो चाहिँ सुकुटी ककन्दी बारीको सुकुटी फेरि एकता खायो भन्नु हजुरहरूले मेरो परिवारहरू त्यहाँ रेडी हुँदैछन् उहाँहरू एकचोटि खान्छ ल म खाँदै गएर इन्जोय गर्छु तपाईँहरू यसो लाइक कमेन्ट सेयर गर्नु होला है